सम्पूर्णमा नमस्कार। म अहिले किबी रोप्ने स्थानबाट बोलिरहेको छु। हामीले चाहिँ यहाँ चाहिँ किबी खेती गर्ने भनेर सुरु गरेका छौँ। यो किबी खेती चाहिँ हामीले यहाँनिर पुरानो किबी खेती छ 20-25 जन। त्यहाँदेखि तल उतादेखि यो बारीमा गर्न लगाइरहेको छौँ। यसको बारीको लम्बाइ चाहिँ करिब 80 मिटर छ। एउटा गरामा चाहिँ तपाईँको कुनैमा 17, 18, 14, 15 यस्तै गरिरहेछ। र हामीले यसरी खाल्टा खनेका छौँ। यो खाल्टा चाहिँ 3 बाई 3 को छ, 3 फिट गहिराइ 3 फिट चाहिँ चौडाइको छ। र एउटा खाल्टादेखि अर्को खाल्टासम्मको चाहिँ डिस्टेन्स चाहिँ 5 मिटर रहेको छ। भनेपछि चौडाइमा चाहिँ पल्लो भेगबाट चाहिँ 150 मिटर जति छ भनेदेखि यताको भेगबाट हेर्दा चाहिँ यो 180-90 मिटर जति छ। र यसमा चाहिँ हामीले 450 झ्याङ लाउँदै गरेका छौँ। यसमा चाहिँ 450 झ्याङ नगटेको हुनाले यतातिरको भेगमा चाहिँ करिब हामीले चाहिँ 125-30 वटा रोप्ने योजना मिलाएको छौँ। भनेपछि यता हाम्रो यतातिरको जग्गामा चाहिँ 20 रोपनी जति क्षेत्रफल रहेको छ भनेदेखि यताको जमिनमा चाहिँ हाम्रो चाहिँ 5 रोपनी क्षेत्रफल रहेको छ। र यहाँदेखि उता पारीको गाउँ चाहिँ नेर्पा रामपुर पर्दछ भनेदेखि यतापट्टि हामी पारीपट्टि सोलमा देख्न सक्छौँ। पर्तिर दिक्तेल छ र यो स्थानमा रहेको छ। र यहाँको चाहिँ अब यो अनुसारले हामी काम गरिरहेका छौँ। यसको खाल्टाको चाहिँ अनि अहिले पुर्ने काम भइरहेछ। पुर्दाखेरि चाहिँ हामीले करिब पनि 1 फिट जति चाहिँ हाइटमा चाहिँ पुरिरहेछौँ। यही अनुसारले चाहिँ हामी 450 झ्याङ र चाहिँ पिलर उठाएर चाहिँ हामीले किबी खेती गर्ने योजनामा छौँ। अब यही अनुसार चाहिँ हामी लागि परिरहेको छौँ। अब कस्तो उब्जनी हुन्छ भन्ने कुरा चाहिँ पछि तपाईँहरूलाई जानकारी गर्नेछु। हस् त, धन्यवाद।